है गाइजहरू हेर्न सक्नुहुन्छ हामीहरू यहाँनिर अहिले क्र्याब सी फुडहरू लिन आएको छौँ। यहाँनिरको भिड हेर्न सक्नुहुन्छ। कस्तो धेरै भिड छ ल। अब प्याकिङ गरेर होटेलमा देखाउँला के लिएर लिन आएको छौँ भनेर। ल गाइज हेर्न सक्नुहुन्छ अहिले हामीहरूले के लिएर आएको छौँ भन्दाखेरि यो यतिको 300 रुपियाँ आइसी क्र्याब होइन। र यो भनेको तपाईँको अक्टोपस जस्तै एउटा फिस रहेछ होइन। स्क्वाइड फिस भन्ने रहेछ यसले। र यहाँनिर हाम्रो यो 200 को फिस छ होइन। र एउटाको रोटीको चाहिँ 30 रुपियाँ। अनि यसमा चिकन लेग पिस छ, त्यो त तपाईँहरूले पनि म देखाउँला होइन। ल अब खाएर सुरु गरौँ, हेरौँ के कस्तो छ भनेर। फर्स्टमा त म यो चाहिँ खाएर हेर्नु होइन के कस्तो छ भनेर। यो चाहिँ तपाईँको कस्तो कस्तो लागिरहेछ, खाना पनि डाउटली लागिरहेछ। फर्स्ट टाइम खाइरहेको छु सी फुड, त्यो पनि तपाईँहरूको भिडियो बनाउनलाई मात्र म खाइरहेको छु। खाएर हेरौँ। यसको टेस्ट राम्रो छ रे, मिठो लाग्यो। यसमा गोलबेडाहरू होइन चिली टाइपमा बनाएको छ। र के जस्तो छ भन्दाखेरि ट्याकी सेम टु सेम मासु खान्छ नि हामीले, सेम टु सेम त्यस्तै छ। मासु खाएकै जस्तो फिल आएको छ। हल्का हल्का मासुको र हल्का हल्का ट्याकै चिकन बोइल गरेर खाएको जस्तो फिल आएको छ। मिठो छ। र यो पानी पनि हाम्रो साथैमा नि स्प्राइट। ल गाइज अब चाहिँ हामीहरू क्र्याब खान गइरहेछौँ होइन। अब यो क्र्याब भन्ने कुरा चाहिँ कसरी खाने एक्ज्याक्टली मलाई पनि थाहा छैन। र यो क्र्याबको एकचोटि फोटो हेर्न सक्नुहुन्छ पुरै यस्तो छ होइन। अब यो क्र्याब चाहिँ कसरी खाने हो आइडिया चाहिँ भएन, तर खाएर हेरौँ। यसको चाहिँ यही यस्तो यस्तो सेतो सेतो मात्र खाने हो होइन। यो हेर्न सक्नुहुन्छ यो ट्याकै यस्तो यस्तो। अलिक टेस्टै थाहा भएन। अर्को पिस हो, अर्को बाइट। यो चाहिँ तपाईँको के जस्तो छ भन्दाखेरि फिस हामीले खान्छ नि, फिस सेम टु सेम फिस जस्तै छ होइन। यो हेर्दा मात्रै अलग हो, तर यसको भित्रको जुन यो छ यो फिस जस्तै सेम टु सेम भित्रको जुन फिसको मासु गुद्दा हुन्छ नि, सेम त्यस्तै फिल आइरहेछ यो खाँदा पनि। त्यो क्र्याबको निकाल्न चाहिँ झ्यामै हुँदो रहेछ होइन। निकाल्नलाई चाहिँ अलिकति झ्याउ। यसको यो चाहिँ काम छैन, फेरि खानु हुँदैन अरे होइन। यसलाई हामी साइडमै राख्छौँ। यसको गुली मात्रै खाने। ल अब चाहिँ हामी रोटीतिर लाग्छौँ, रोटीतर्फ। र यो रोटी पनि हेर्नु यति धेरै यो बाक्लो छ नि, यो बटरमा फ्राई गरेको। तपाईँको हाम्रोतिर पुरी भन्छ नि, पुरी जस्तै हो सेम टु सेम। यसलाई चाहिँ हामीहरू केसँग ट्राई गरौँ भन्दाखेरि यसको ग्रेभीसँग। ल फर्स्ट बाइट ग्रेभीसँग। पुरै चिली तरिकाले बनाएको छ होइन। चिली तरिकाले बनाएको छ र यसको टेस्ट पनि एकदमै खतरा लाग्यो। फिसतर्फ लाग्यो। फिस चाहिँ पुरै यस्तो छ हेर्न सक्नुहुन्छ। र गाइस तपाईँहरूलाई यो कुरा थाहा छ, यो हामीले जहाँबाट यो फिस ल्याएको छ नि, त्यहाँनिर एउटा नेपाली दाजु काम गर्नु हुँदो रहेछ। र उहाँको स्यालेरी तपाईँ सुनेर मतलब एकदमै छक्क पर्नुहुन्छ कि। उहाँको स्यालेरी भनेको महिनाको आइसी 60,000 रुपियाँ उहाँले कमाउनुहुन्छ होइन।
र हामीहरूले उहाँसँग कुरा गरेको, तर उहाँहरूले भिडियो चाहिँ बनाउनु भन्नुभयो। मेरो महिनाको यो होटेलमा काम गरेर 60,000 रुपियाँ तलब कमाउनुहुन्छ, 60,000 होइन। अनि के भन्छ, उहाँले भन्दै हुनुहुन्थ्यो कि बाहिर दुबई कतार किन जानु, यहीँ इन्डियामै छेउमै छ होइन, घर छेउमै छ, मस्त स्यालेरी पाइरहेछ। इन्डिया भन्दा पनि यो चाहिँ इन्डियाको लास्टै हो फेरि, धनुषकोडी भन्ने ठाउँ, रामेश्वरममा हामीहरू अहिले। ल ठिकै छ, बाइ द वे फिस टेस्ट गरौँ। उहाँले नै फ्राई गरेर फिस चाहिँ हाम्रोतिर खाएको जस्तो फ्राई छैन होइन, यो बेसनहरू हालेर अलिकति बेसनहरू हालेको छ। अनि भित्रको बुद्धा भने त्यस्तै नै भइहाल्यो। हिट 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 त्यस्तै हो, 3.5 हिट हिट है हो। अनि यहाँनिर यो छँदैछ, ठिक छ। क्र्याब चाहिँ मिठो लाग्यो। ल यही हो, अब हामीहरू खान्छौँ, इन्जोय गर्छौँ। तपाईँहरूलाई भिडियो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गर्नु होला र फलो पनि गर्नु होला। फेसबुकमा पनि मेरो छ सुप्रिम कुमार भनेर, त्यो फेसबुकमा पनि मैले सर्ट रिल्सहरू हाल्छु, फेसबुकमा गएर फलो पनि गर्न सक्नुहुन्छ। र यो चाहिँ फर्स्ट टाइम खाएको, मिठो लाग्यो धेरै। र अक्टोपस पनि फर्स्ट टाइमै हो, मिठै छ। रोटी भने पहिलातिर म योभन्दा पछाडिको टुर आउँदाखेरि खाएको थिएँ। र फिस चाहिँ खासै गतिलो चाहिँ लागेन मलाई, सो म रिकमेन्ड गर्छु कि यो फिस चाहिँ नखानु होला। ल थ्याङ्क यू फर वाचिङ।